गाइजहरु नमस्ते। आज चाहिँ म यो सान चुरोटको बट्टा लिएर आएको छु। खाली बट्टा के यसको चाहिँ म सानो ब्याग बनाउँछु। तपाईहरु पनि सिक्न चाहन्छु भने हेर्नु होला। यता भिडियो लामो हुन सक्छ, स्किप नगरिकन हेर्नु होला। यो चाहिँ सान चुरोटको खाली बट्टा हैन। यसमा चाहिँ यस्तो खाली हुनुपर्छ यी गाइजहरु। अनि यसलाई चाहिँ यो खालीलाई यसरी उगार्ने, अनि यो छेउछेउ यसरी उगार्ने, यो पछाडी पनि यसरी उगार्ने, मिलाउने। यसलाई पनि तीन कोणलाई चाहिँ यसरी उगार्ने, अनि यसलाई चाहिँ अनि यसरी बीचमा ट्याक्क भाँच्ने, अनि यसलाई यस्तो गर्ने। अब ब्यागको आकार आयो नि। अब यसलाई सिक्री चाहियो हैन। सिक्रीलाई चाहिँ यो यस्तो एउटा कन्ना च्यातिने, अनि यसलाई यसरी पट्याउने, ट्याक्क लाएर यसरी यसरी पट्याउने। भिडियो लामो हुन सक्छ है साथीहरु, पुरै हेर्नु होला। ट्याक्क यसरी गर्ने, यसरी ट्याक्क हैन। अनि यसलाई यसरी च्यातेर फाल्ने, यसो गर्ने ट्याक्क। अब यसलाई भाँचिदिने यसरी के। अनि त्यसपछि जुन अघि यो घुमा छ नि त यहाँनिर ट्याक्क हाल्ने, अनि यसलाई पनि यता हाल्ने यस्तोमा, अनि ट्याक्क हुन्ला है साथी, हुन्ला। ट्याक्क ट्याक्क यता हालिदिने।